हरेक भ्रष्टाचारीको घरबाट एक एक रुपियाँ निकाल्छु, तिनीहरू तान्छु, ल्याउँछु, देखाउँछु, संसारले थाहा पाउँछ नेपाल कसरी परिवर्तन हुन्छ भनेर। कसैलाई नछोड्ने, कसैलाई नछोड्ने, बुढो भए पनि नछोड्ने। म कसैलाई छोड्दैन। यो तपाईँहरूको मिडिया मार्फत म भन्न चाहन्छु कि म कसैलाई छोड्दिनँ, म एकजनालाई छोड्दिनँ। म मेरो देशको कसम खान्छु, म मेरो त्यो फलन सोल्जर्सहरूका लागि कसम खान्छु, मेरो त्यो गोली खाएको भाइहरूको कसम खान्छु कि म कसैलाई छोड्दिनँ। एक छोड्दिनँ, दुई छोड्दिनँ, तीन छोड्दिनँ। मेरो देशलाई लुट्ने नेताहरू जसरी गर्न चाहन्छु। म आफ्नो धरातल बिर्सिने मान्छे होइन। अस्ति पनि म तपाईँहरूको भाइ नै थिएँ, अस्ति पनि तपाईँहरूको छोरा नाति नै थिएँ, अहिले पनि म तपाईँको छोरा नाति नै हुनेवाला छु। कुनै दिन मैले तपाईँलाई भनेको थिएँ, त्यो भाषण गरिरहेको समयमा त्यो गाउँघरमा जाँदै गर्दाखेरि, भोट माग्दै गर्दाखेरि मलाई यो जति तपाईँले नजिक राख्नुभयो त्यति तपाईँले आफ्नो समस्या सुनाउन सजिलो हुन्छ भनेर मैले तपाईँलाई भनेको थिएँ। र म आफ्नो बोली पुर्याउने मान्छे हो। म आफ्नो बोली, हरेक बोली मैले जे शब्द चयन गरेको छु त्यो मेरो अन्तिम शब्द हुनेवाला छ। म मरुन्जेलसम्म म त्यही बोल्नेवाला छु, म त्यसमा डुबाउनेवाला छुइनँ। पहिला मैले जे बोलेको थिएँ तपाईँलाई भनेको थिएँ, भाइ छोरा سوي رقصة بيا جيب لي واحد كرك يلا بيا طق سيارة بوليس يلا يلا سوي رقصة تعالي رقصة البطريق ولا سوق الإيمان يا أخي دوس دوس عندي خوش فصلة يا أخي تفوز تفوز والله خوش رقصة يا أخي دوس इतिहासमा आजै लेख्छु हाते मालो म आजै बुन्छु अब आउने साल हेर मेरो चन्द्र सूर्य फरफराउँछु लहराउँछु हो फरफराउँछु अब आउने साल हेर